मेन भनेको चाहिँ श्रीमानबाट नै मैले जुन अघि पनि मैले भनेको छु हैन। श्रीमानले नै यो खानु चाहिँ भनिराख्नु भएको थियो। ठ्याक्कै म चाहिँ अब त्यो कुरालाई ध्यान दिइराखेको अवस्थामा थिएन। अब विभिन्न हस्पिटल नै धाइराखेको अवस्थामा थिएँ म चाहिँ हैन। अनि ठ्याक्कै अनि पछाडि चाहिँ उहाँ टिका भाइसँग मेरो भेट पनि भयो। अनि हुँदाखेरि तपाईलाई त्यस्तो छ समस्या छ भने तपाई डुमडुमे आउनुस्, आएर तपाईलाई चाहिँ कुन चाहिँ खानुपर्ने हो म त्यो ठ्याक्कै त्यो विषयमा म भन्छु दिदी, तपाई आउनु पर्यो भनेर। नमस्कार, म पद्मा मोक्तान, मध्य प्रदेश सर्लाही जिल्ला हरिण नगरपालिका वडा नम्बर 3 बुद्ध चोकमा बस्छु म चाहिँ। एकदमै आरामै छु। तपाईले यो डिएक्सनको प्रोडक्ट्सहरु प्रयोग गर्नु भएको कति वर्ष? यो चाहिँ मैले यो प्रोडक्ट प्रयोग गरेको चाहिँ लगभग 8 महिना भयो। अनि तपाईलाई शरीरमा तपाईको आफ्नो शरीरमा के रोग लागेको र के रोग भएकोले यो डिएक्सनको प्रोडक्ट तपाईले प्रयोग गर्नुभयो? यो चाहिँ मलाई पहिलो समस्या भनेको चाहिँ अब महिनावारीमा गडबडी हैन, अब पेट दुख्ने, समयमा मिन्स नहुने, अनि पाठेघरमा चाहिँ मेरो घाउ पनि भएको थियो। धेरै लामो समय भइसकेको थियो। मैले औषधि उपचार गरेर रोकथाम गरेर बसिराखेको अवस्थामा थियो हैन। अनि त्यो समस्या भएर चाहिँ मैले यो प्रोडक्ट चाहिँ मैले खाएको थिएँ। डिएक्सन प्रोडक्ट खाएपछि तपाईको शरीरमा, तपाईको आफ्नो शरीरमा कतिको सहज, कतिको राम्रो भएको महसुस गर्नुभयो र यसको रिजल्ट कति महिनापछि तपाईले थाहा पाउनुभयो कि यो डिएक्सन प्रोडक्ट खाँदाखेरि आफूलाई राम्रो हुनेछ नि? कति बेला थाहा पाउनु, कति महिनापछि? मैले यो प्रोडक्ट खाएको चाहिँ तपाईको 3 महिनादेखि नै यसको रिजल्ट मैले पाएँ। जुन मलाई चाहिँ चिडचिडाहट हुने, पसिना आउने, धेरै रिस उठ्ने हैन, अनि मिन्स पनि एकदमै बीचबीचमा रोकिराख्ने, पेट दुख्ने समस्याहरू थियो। त्यो चाहिँ मलाई एकदमै राम्रो भयो। अनि टाइममा अब मिन्स हुने हैन, अनि एकदमै त्यसले चाहिँ मलाई थप ऊर्जा दिएर चाहिँ क्षमता अलिकति बढाएर चाहिँ मैले त्यो अनुभव गरेँ के एकदमै मलाई चाहिँ राम्रो लाग्यो। डिएक्सनको कुन प्रोडक्ट तपाईले खानुभयो? केही जानकारी छ भने जानकारी सहित बताइदिनु। हस्, मैले चाहिँ त्यो प्रोडक्टको नाम भन्नु पर्दाखेरि जस्तै आरजिएल हैन, त्यसै गरेर मरिङ जुस खाएँ। अहिले रेगुलर नै चलिराखेको छ। अनि तपाईले डिएक्सनको प्रोडक्ट कहाँबाट पाउनुभयो? को मार्फत तपाईले डिएक्सन प्रोडक्ट यहाँ पाइन्छ भन्ने थाहा पाउनु? पहिला चाहिँ यसको प्रेरणाको स्रोत भनेको चाहिँ मेरो आफ्नै हस्बेन्ड हो, श्रीमान। उहाँले चाहिँ पहिला 2007 देखि नै कतारमा हुँदाखेरि उहाँले सेवन गर्नुभएको रहेछ। उहाँलाई चाहिँ एलर्जी भएर चाहिँ डिएक्सनको कफी, मन्दनहरू युज गर्नुभएको रहेछ। अनि उहाँले भन्नुभयो यो मलम चाहिँ प्रयोग गर्दाखेरि कान्छी हरेक चिजमा चाहिँ जस्तो काटिएको ठाउँमा, दाँत अब गनाउने समस्या, गिजाबाट रगतहरू आउँदाखेरि, यो धेरै कुरामा चाहिँ 32 आइटममा चाहिँ यसको काम लाग्ने रहेछ। यो युज गर, असाध्यै राम्रो छ भनेर उहाँले भन्नुहुन्थ्यो। अनि आउनु हुँदाखेरि पनि उहाँले मलाई सँगै राखेर, सँगै बसालेर चाहिँ हामी गफ गर्दै यसको विषयमा छलफल गरेर हामी त्यो पिउँथ्यौँ क्या। तर मैले चाहिँ ठ्याक्कै त्यो चाहिँ गरेको थिइनँ। अनि मलाई एकदमै विश्वास चाहिँ लागिरहेको थियो। उहाँलाई एलर्जी पनि थियो कि, एलर्जी थियो। डक्टरले उपचार गर्दाखेरि जस्तै लालगढमा गएर मैले उहाँलाई चाहिँ एकदमै जिउ चिलाउने भएपछि मैले चाहिँ लालगढमा लगेर त्यो चेकअप, छाला सम्बन्धी चेकअप गर्दाखेरि पनि उहाँले भन्नुभयो के कारणले गर्दाखेरि चाहिँ आफ्नो शरीरमा चाहिँ चिलाउँछ, त्यो याद गर्नु अथवा धुलोले हो कि भनेर भन्नुभयो। अनि जति जे गर्दाखेरि पनि भएन। नभएपछि उहाँले चाहिँ 2007 देखि चाहिँ जुन यो डिएक्सन सुरुवात गर्नुभएको थियो नि, अहिलेसम्म पनि उहाँले त्यही नै पिइराख्नु भएको छ। त्योबाट चाहिँ अन्त्य भयो कि त्यो डक्टरले औषधिले भन्दा यो औषधि, यो उसले चाहिँ प्रोडक्टले चाहिँ राम्रो भयो। डिएक्सनको प्रोडक्टले चाहिँ। डिएक्सन प्रोडक्टको बारे आम मानिसको धारणा तपाईले के बुझ्नुपर्छ र अन्यलाई के सल्लाह सुझाव दिन चाहनुहुन्छ? म चाहिँ के सल्लाह सुझाव भन्दाखेरि पनि म आफै पनि एउटा स्वयं हो। आज यहाँनिर
अब विश्वमा सबैले मलाई देख्नुहुन्छ होला हैन। त्यो भएर चाहिँ म चाहिँ के भन्न चाहन्छु भनेदेखि आत्मनिर्भर हुनुको लागि र स्वस्थ रहनुको लागि चाहिँ डिएक्सन नै खाउँ भन्ने म सल्लाह दिन चाहन्छु। किनभने उदाहरणको लागि पद्ममुक्तान आफै नै काफी छ। किनभने मलाई विगतमा धेरै लामो समयदेखि चाहिँ मलाई जुन रोग लागेको थियो हैन, जुन मलाई चाहिँ एउटा पाठेघरमा चाहिँ घाउ भएर पनि मलाई चाहिँ त्यसको चाहिँ क्यान्सरको लक्षण हैन त्यस्तोसम्म पनि देखाएको अवस्था थियो कि। अनि अहिले मैले चाहिँ गएर अस्ति भर्खर मैले चेक गरेँ यो प्रोडक्ट खाएर 8 महिना पछाडि चेक गर्दाखेरि क्लिन एन्ड क्लियर के एकदम क्लियर डाक्टर साहबले एकदमै क्लियर छ। तपाईँ आँटिनु पर्दैन, एकदम केही छैन तपाईँलाई, एकदमै क्लियर छ। तपाईँ अब 1 वर्षमा मात्रै आउनु पर्दैन, म ग्यारेन्टी दिन्छु तपाईँलाई भन्नुभयो कि। अनि मलाई यति खुसी लाग्यो नि, यति खुसी लाग्यो। धन्यवाद म चाहिँ डिएक्सनलाई भन्न चाहन्छु हैन। यसले चाहिँ मलाई एकदमै जुन खालको मैले चाहिँ यहाँसम्म रचना इन्टरप्राइजेस लालबन्दी 7 डुमडुमेमा आउनको लागि चाहिँ मैले चाहिँ मेन भनेको चाहिँ श्रीमानबाट नै मैले जुन अघि पनि मैले भनेको छु हैन। श्रीमानले नै यो खानु चाहिँ भनिराख्नु भएको थियो। ठ्याक्कै म चाहिँ अब त्यो कुरालाई ध्यान दिइराखेको अवस्थामा थिएन। अब विभिन्न हस्पिटल नै धाइराखेको अवस्थामा थिएँ म चाहिँ हैन। अनि ठ्याक्कै अनि पछाडि चाहिँ उहाँ टिका भाइसँग मेरो भेट पनि भयो। अनि हुँदाखेरि तपाईँलाई त्यस्तो छ समस्या छ भने तपाईँ डुमडुमे आउनुहोस्, आएर तपाईँलाई चाहिँ कुन चाहिँ खानुपर्ने हो म त्यो ठ्याक्कै त्यो विषयमा म भन्छु दिदी, तपाईँ आउनु पर्यो भनेर जुन टिका भाइले पनि भन्नुभयो। भनिसके पछाडि म यहाँ डुमडुमेमा चाहिँ आएर टिका भाइसँग भेटघाट गरिसके पछाडि उहाँले बसालेर चाहिँ कुरा गर्दाखेरि श्रीमानले पनि मलाई त्यो त ठिकै थियो भन्नुभएको। अनि प्लस पोइन्ट चाहिँ अनि टिका भाइले पनि तपाईँले यो प्रोडक्ट चाहिँ तपाईँले सुरुवात गर्नुहोस् दिदी, अनि एकदमै राम्रो हुन्छ भनेपछि मैले त्यो प्रोडक्ट सुरुवात गरेँ। साउनको 29 गतेबाट मैले सुरुवात गरेँ। अनि त्यस पछाडि चाहिँ मलाई चाहिँ एकदम राम्रो रिजल्ट पाएँ। नमस्ते, म रचना स्याङतान, रचना इन्टरप्राइजेसको सञ्चालक पनि हो। यहाँ चाहिँ विभिन्न खालको चाहिँ समस्या भएको व्यक्तिहरू, जो चाहिँ रोगसँग लडिरहेको व्यक्तिहरू, जस्तै रोगको पहिचान गर्दाखेरि चाहिँ सुगर, प्रेसर, क्यान्सरदेखि लिएर हरेक खालको समस्याहरू, मुटु रोगदेखि लिएर सबै खालको समस्या भएको व्यक्तिहरू चाहिँ यो ठाउँमा आएर प्रोडक्ट सेवन गरेर र प्रोडक्टबाट चाहिँ लाभ पाएर चाहिँ स्वस्थ भएर खुसी भएर चाहिँ फर्किनु भएको छ। र उहाँहरू चाहिँ नियमित रूपमा चाहिँ आइराख्नुहुन्छ र खाइराख्नुहुन्छ र यसलाई चाहिँ निरन्तरता दिइराख्नुहुन्छ। यो चाहिँ डिएक्सन कम्पनी जो मलेसियाको केडा भन्ने ठाउँमा चाहिँ सुरु भएको थियो भने आज 31 वर्ष भयो डिएक्सन कम्पनी सञ्चालन भएको। र आजसम्म एउटा बजारमा चाहिँ राम्रोसँग चाहिँ स्थापना भएको डिएक्सन कम्पनी हो। यो हामीले चाहिँ डिएक्सन कम्पनी नेपाल न्यू विवेक इन्टरप्राइजेसबाट चाहिँ अनुमति लिएर हामीले सर्लाहीको लालबन्दीमा चाहिँ स्थापना गरेको आज लगभग 7 वर्ष भयो। त्यसको अन्तरालमा चाहिँ हामीले धेरै बिरामीहरूलाई चाहिँ सेवन दिएको छ। र अन्य चाहिँ बिरामीहरूको लागि अरू थप जानकारीको लागि चाहिँ डिएक्सन लालबन्दी सर्लाहीमा चाहिँ स्थापना गरिएको छ। र अरू थप जानकारी लिनको लागि यहीँ सेल सेन्टरमै आएर जानकारी लिन पनि सक्नुहुन्छ र अन्य फोन मार्फत पनि जानकारी लिन सक्नुहुन्छ भन्दै सबैजनालाई यस सेल सेन्टरमा आएर प्रोडक्ट सेवन गरिदिनु हुनको लागि र स्वस्थ हुनको लागि म अनुरोध गर्न चाहन्छु। हस्त, धन्यवाद, नमस्ते।